आजै नि फर्केर आइले कसको बारीको साग टिप्दै हो म्याडम भाउजूको बारीको साग टिपेको एक कट्ठा भाउजूको बारीमा साग फलाएर टिप्दैछु म चाहिँ आज छुट्टीको दिन छुट्टीको दिन हो मालिकनी को हो रे त्यो परको मान्छे हो हेलो हाउ आर यु दर्शन नमस्कार म साग छर्ने मान्छे मालिकनी आज छुट्टीको दिन साग टिप्दैछौँ बारीको मालिक यो साग टिप्दा चाहिँ मलाई धेरै गाउँको याद आयो मेरो मम्मीहरूको अनि सानोमा हामीलाई मकैको आटो पकाएर यो साग पकाएर राखिदिनुहुन्थ्यो त्यति बेला खानै मन लाग्थेन के अहिले त यो सागको याद आएर धेरै मैले छरेको नि त अहिले त यति ठुलो भयो आज हामी सबैजना छुट्टी लिएर टिप्दैछौँ कति दिन पहिलाको हो यो साग कति दिन भयो कति दिन भयो ठुल्ठुलै भइसकेछ त 2 हप्ता भयो 2 हप्तामा त ठुलो हुनुपर्ने त त्यत्रो ठुलो यामा त कति ठुलो हुनु यो खुर्सानी चाहिँ मैले लगाएको है फेरि यो खुर्सानी चाहिँ मैले लगाएको एउटा टमाटर थियो त्यो चाहिँ मैले फालेँ त्यो चाहिँ एउटा मेरो बेस्ट फ्रेन्डको मुर्गी हो यो चाहिँ कुखुरो अहिले भर्खर अन्डा खसाल्दैछ गिदाइरहेछ मलाई नछो भनिरहेछ गिदाइरहेछ अनि साग टिपिराख्नु भएको छ सिस्टरहरूले यता मेरो सिस्टर अब त अब त परदेशी आउै फर्केर हो कि आउै परदेशी के हो त रोयो गाउँ बेसी अझै नि फर्केर आइन परदेशी टोकर लिएर अरे टोकरी ती छ त तिमीले गाइदेऊ न त एउटा गीत आउँदैन मलाई हाम्रो गाना मन पर्छ अरू बेला त आउँछ त अरू गीत नि गाउने पनि गाइदिनुहोस् के अरे दसैँ तिहार आउँदा घर जान मन लाउँदा रुन्छ नि मनले सानो छुट्टी नपाउँदा त्यति हो अरू पनि गीत मन पराएर गर्नुभयो भने कस्तो छ सबै कमेन्ट लाइक गर्नुभयो भने अझै पनि अरू गीत पनि आउँछन् बिस्तारै जानु न एक कुन्टा गीत आउनु पर्यो गीताउनुहोस् त अब ठुली म्याडमले अछेतमा दयाई जान टाढा भए नि झल्को मायाकै गीताउनु न हो गीताउनु हो छुट्टीको दिन आज रमाइलो अरू बेला त हामी कहाँ भेट हुन्छौँ र यस्तरी आज त बिदाको दिन छुट्टी ए कुखुराले गिदा तिमीले नगिदा नि यो कुखुराले गिदा छ गिदाइदे त बा गिदाइदेऊ छोडेर नजाऊ मलाई परदेशी भन्दै गाउनु भएको छ जानुभयो त चढ्न ठिकै छ खै साग त खतरा भएछ आज त भुटेर खाने यसलाई पुरै हाफ बोइल बनाएर ल है यो साग चाहिँ हाम्रो दिदीले छरेको यो भेनाको जग्गा हो यो कति कट्ठा नै मिटर कति 4 मिटर किन्नु भयो रहेछ त्यहीमा लगाएको साग हो यो खानालाई यहाँ टिपिराखेका छन् अब त्यही नै हो आउनु त हजुर नि भिडियो के कस्तो लाग्छ मैले युट्युबमा हाल्नेछु अनि मन परे चाहिँ लाइक सेयर गर्नु होला कमेन्ट गर्नु होला सब्स्क्राइब चाहिँ गर्न नभुल्नु होला है त मेरो युट्युब च्यानललाई त्यही नै हो त्यो नि मैले लगाएको ठाक्रा हालिदिने फल्छ अनि खाने हो